प्रधानमन्त्री मन्त्री नेता कर्मचारी सबैलाई खरिद गरेका 5 अरब भन्दा बढी लुट्न सफल नेपालका नामुद ठग एक नम्बरका लुटेरा राष्ट्रघाती बिचौलिया दीपक भट्टलाई नेपाल सरकारले कर्याप्प समातेर घोक्राएर न्याकेर जेल कोचेको छ। इन्फिनिटी होल्डिङ्सका मालिक रहेका यिनले सरकारलाई करको दर हेरफेर गराउने, शेयर बजारका लाइसेन्स बेच्ने, हतियार खरिदमा राष्ट्रघात गर्ने, बिना प्रतिस्पर्धा 2 खर्ब 60 अर्बको ठेक्का ल्वाप्प आफ्नो नाममा पार्ने जस्ता भएभरका सबै गैर कानुनी र अपराधिक काम गर्ने गरेका छन्। अरबौंको सम्पत्ति थुपरेका यिनी शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री भएको समयमा करका दर हेरफेर गराउने मुख्य नायिके थिए। त्यस्तै हिमालयन रि इन्स्योरेन्सको इजाजत दिलाउन केपी ओलीले यिनीसँग पार्टनरसिप गरेको सुनिन्छ। ओलीले यिनलाई तत्कालीन समयमा पनि सम्पत्ति शुद्धिकरणको अनुसन्धानबाट विमुख गराएका थिए। जगदम्बा स्टिल र हिल्टन होटल लगायतका कम्पनीहरूका मालिक शङ्कर ग्रुपसँग यिनको सम्बन्ध यस्तै खाले अपराधिक गैर कानुनी काम गर्न हुँदै आएको देखिन्छ। बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको काम बिना प्रतिस्पर्धा यिनकै चाहना अनुसारको कम्पनीलाई गएको छ, जुन 2 खर्ब 60 अर्बको योजना हो। यसमा पनि ऊर्जा मन्त्री जनार्दन शर्माले उनलाई सजिलो बनाइदिएका थिए। तत्कालीन समयमा जनार्दनले यिनीसँग स्वार्थगत सम्बन्ध राखेको देखिन्छ। हिमालयन रीबाट 2 अर्ब 73 करोड 33 लाख 15 हजार, हिमालयन सेक्युरिटिजबाट 22 करोड 19 लाख 71 हजार, नेपाल लाइफको सहायक कम्पनीबाट 37 करोड, HLI लार्ज क्याम्प फन्डबाट 25 करोड 14 लाख 84 हजार र नेपाल माइक्रो इन्स्योरेन्सबाट 16 करोड 17 लाख 52 हजार लगायतका पैसा ब्रोकर 55 मार्फत शेयर खरिद गरी 5 अरब लिएर विदेश फरार भाग्न लागेका बिचौलिया भट्टलाई सम्पत्ति शुद्धिकरणमा प्रहरीले गिरफ्तार गरेको छ। बालेन सरकारका गृहमन्त्री सुधन गुरुङलाई पनि यिनमार्फत शङ्कर ग्रुपले विगतमा सहयोग गरेको देखिन्छ। हरेक नेता कर्मचारीलाई खरिद गर्न सक्ने बिचौलिया भट्टलाई बालेन सरकारले फौजदारी अभियोग लगाइसकेको छ। अब यस्ता भ्रष्टको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ, जफत गरिनुपर्छ।